हेलो गाइज वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ साउन 1 गते बिहानको मौसम यस्तो थियो। त्यसपछि बिहानै सके लाएर राखेको। आज चाहिँ साउने सङ्क्रान्ति, त्यसैले खिर खानको लागि चामल भिजाएर राखेको थियो। त्यसपछि हामी पसल गयौँ सामान दिनलाई। आधा केजी पोट लियो अनि कोलगेटहरू सिद्धिएको थियो। कोलगेट दियो अनि खिरको लागि दुध पनि दियो। त्यसपछि भात पनि खानु पर्यो भनेर अब चाहिँ पोट पकाउनको लागि रेडी हुँदैछौँ। तेल तातेपछि फ्राई गर्ने। त्यसपछि मासुलाई राखेर हल्का रातो भुइँहरू भुट्यो। यता भने हाम्रो प्याज र टमाटर पनि काटेर रेडी भइसकेको छ। एकछिन मासुलाई रातो हुने गरी फ्राई गरेपछि बेसार र नुन राख्यौँ। दाल भने हामी अलरेडी पकाइसकेका थियौँ। अलरेडी रेडी नै छ। हाम्रो टिमको प्लान्ट एकदमै राम्रो भइरहेको छ। त्यसपछि पोटको एकदमै तेल बढ्न निस्किएछ। त्यसपछि धेरै तेल खानु हुँदैन भनेर निकालेर राख्यौँ। एकछिनपछि टमाटर हालेर एकछिन छोपेर राख्यो। खिर पकाउनु पर्यो भने दुध उम्लिन लागेको। खिर खानुपर्छ भन्ने चल्छ। मोबाइलहरू खिर रोटी ड्राई पनि हाल्नु पऱ्यो भनेर। त्यसपछि मासुमा अदुवा लसुन राखेर पेस्ट राख्यौँ। हुँदैछ। पेटमा साग हालेपछि एकदम मिठो हुन्छ के। त्यसपछि साग पनि खाने भनेर रेडी भइसकेको थियो। बिहानै एक दुई पिस नचाखे त खाएकै बस्दैन नि। नेपालीको बानी हो नि त। खिर पनि रेडी भइसक्यो। अलि चामल बढी भएछ, दुध पनि कम भएछ। अलि साह्रो भयो जस्तो लाग्यो। त्यही पनि मिठो छ जस्तो देखेको छ। अब हामी चाहिँ सबै हाम्रो खानाहरू रेडी भइसक्यो। अब खाना लागेको। एकदमै यम्मी थियो, मिठो थियो खिर। अब दाल भात मासु चाहिँ खानै बाँकी छ। खिर त एकदमै मिठो थियो। हामी चाहिँ दुईजना एकदमै मिठो थियो है भन्दै कुरा गर्दै खाँदैछौँ। खिर खाइसकेपछि अब दाल भात मासु खान लागेको। साथीले चाहिँ पहिले खाइसकिसकेर म सुरु गर्न लागेको। म चाहिँ खाँदैछु, खिर खाँदैछु। कस्तो भएछ भनेर टेस्ट गर्न लागेको। खाएपछि चाहिँ वाउ यम्मी छ है भनेर
गफ गर्दै खाँदैछौँ। आजको हाम्रो दिन चाहिँ यसरी बित्यो। तपाईँहरूको कस्तो भयो? अनि यति बेरसम्म हेर्नुभएकोमा थ्याङ्क यू। लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला।